Today I text her, hello everyone, my name is Mohan Thapa Magar, and मैले आज उसलाई मेसेज गरेँ कि क्यान आई कल यु भनेर। लास्ट 8 वर्षदेखि चाहिँ म एकजनासँग रिलेसनमा थिएँ एन्ड फ्यु विक्स अगाडि मात्र मैले थाहा पाएँ कि सी वाज चिटिङ अन मी भनेर। एन्ड फ्यु विक्सदेखि चाहिँ मेरो हालत कस्तो थियो भनेपछि मलाई एन्जाइटी भएको थियो, मेरो हात खुट्टाहरू यत्तिकै काम थियो, बेडमा बस्दा बस्दै काम थियो, त्यत्तिकै काम थियो, डिप्रेसन उसकै बारेमा मात्रै सोचेर बस्नु, फोटोहरू पल्टाइ हेर्नु, रुनु है, अनि समटाइम्स त सुसाइडसम्म थट्सहरू आउँथ्यो माथि हेर्दा। यस्तो अवस्थादेखि आफूलाई रिकभर गर्न गाह्रो भइरहेको थियो। अनि आज जसो तसो हिम्मत जुटाएर मैले उसलाई मेसेज गरेँ क्यान आई कल यु भनेर। उसको कुनै पनि रेस्पोन्स आएको छैन। आई डोन्ट नो यो रेकर्ड गरेर भ्याउने बेलासम्म पनि उसको रेस्पोन्स आउँछ आउँदैन, बट मैले उसलाई मेसेज गरेँ। गएको 8 वर्षसम्म म उसको लागि लोयल थिएँ, उसलाई राम्रोसँग थाहा छ यो कुरा। एन्ड उसले लामो समयदेखि चाहिँ मलाई इग्नोर गर्ने, मेरो कुराहरूको राम्रोसँग रेस्पोन्स नदिने दिँदाखेरि मैले सोचेँ ममै के कमजोरी भएर होला, मैले राम्रोसँग टाइम दिन सकेन, माया दिन सकेन, त्यस्तो भएर होला भन्ने मैले त्यस्तो सोच्थेँ। बट कतिले भन्थे क्या, यदि त्यस्तो अवस्थामा चाहिँ यदि कसैले राम्रोसँग रेस्पोन्स दिँदैन, कुरा गर्न खोज्दैन भने चाहिँ बुझ्नु कि उनीहरूले चाहिँ यता कुरा गर्न नखोजेर अन्त्य मन लगाइसकेको हुन्छ अनि बुझ्नु भन्थ्यो। म यो कुरामा खासै विश्वास गर्थेन, बट आज चाहिँ मलाई त्यस्तो फिल हुँदा चाहिँ त्यस्तो हुँदो रहेछ क्या जस्तो मलाई फिल भइरहेछ है। एकदम गाह्रो भइरहेछ। त्यही हो, बाँकी पछि भन्छु मैले। आजलाई यति नै, बाई बाई।